हेलो गाइज, वेलकम बैक टू माय चैनल। आज मेरो फिटनेस कंटेंट को फर्स्ट डे। आज म चेस्ट वर्कआउट हान्न गए। यो चाहिँ मेरो जिम सेटअप, जिम रूम। यो पानी को बोतल, यो चाहिँ मेरो बेंच, अनि यो चाहिँ मेरो बारबेल, यो चाहिँ डम्बल। यो डम्बल को वेट चाहिँ 10 केजी छ। यो चाहिँ मेरो पुलअप्स लगाउने ठाउँ, पुलअप्स योमा लगाउँछु मैले। यो चाहिँ मेरो जिम सेटअप। ल अब म वार्मअप तिर अगाडि बढ्छु। वार्मअप गर्न सुरु गरे मैले। 10 मिनेट मैले वार्मअप गरे। वार्मअप सिद्धिएपछि म 100 वटा पुसअप्स हान्न गए। 100 वटा पुसअप्स हान्छु मैले। 100 पुसअप हानिसकेपछि चाहिँ मैले 100 वटा चाहिँ स्क्वाट लाउँछु। तर स्क्वाटमा चाहिँ मैले 100 वटा नसकेर 50 वटा नै वजन राखेर गरेको छु हैन। 50 वटा पुसअप हानिसकेपछि मैले 2 मिनेटको रेस्ट लगेर फेरि मैले 50 वटा पुसअप्स हाने। 100 वटा पुसअप्स हान्न मलाई लास्ट गाह्रो भएको थियो। जसो तसो हान्ने हो। अब चाहिँ मैले स्क्वाट चाहिँ 25 रेप्सको 2 सेट लगाएँ। त्यसपछि म अनि मेरो वार्मअप सिद्धियो। अब पुसअप्स पनि भयो, स्क्वाट पनि भयो। अब मलाई यो भाइले केरा दियो हैन, सानो केरा, एक आङ्ला जस्तो केला छ। यो केरा खाएर म चाहिँ फेरि चेस्ट वर्कआउट तिर अगाडि बढ्छु। केरा चाहिँ सानो सानो छ। मैले केरा खाएर अलिकति पानी पिएँ र त्यसपछि म चेस्ट वर्कआउट तिर अगाडि बढे। चेस्ट वर्कआउट मैले सबभन्दा पहिले चाहिँ डम्बल प्रेस गरेँ। डम्बल प्रेस को चाहिँ पहिलोमा चाहिँ मैले 15 रेप्स निकाले पहिलो सेटमा चाहिँ। अनि मैले सेकेन्ड सेटमा चाहिँ पनि 15 हाने। लास्ट सेट हान्नु भन्दा अगाडि मैले रेस्ट खोले। त्यसपछि मैले अलिकति कोचिङ गरेँ र मैले अनि लास्ट सेट हाने। त्यसपछि म बेन्च प्रेस हान्न गएँ। बेन्च प्रेसमा चाहिँ मैले पहिलो सेटमा चाहिँ 15 वटा रेप्स निकाले। त्यसपछि मैले पहिलो सेट पछि 2 मिनेट रेस्ट गरेँ। सेकेन्ड सेटमा पनि मैले 15 वटा रेप्स निकाल्छु जसो तसो। अलि गाह्रो भइरहेको थियो पहिलो दिन चेस्ट हानेको भएर। धेरै पछि वर्कआउट गरेँ मैले आज। मतलब अलिअलि गर्थेँ। हार्ड चाहिँ आज भयो। चेस्ट वर्कआउट आज यहाँभन्दा बढी सकिन्न। 2टा सेट मात्र लगाएँ मैले 15 रेप्सको। र चेस्ट वर्कआउट आजको भिडियो चेस्ट वर्कआउटको यही खत्म भयो। भेटौँला भोलि नेक्स्ट भिडियोमा। यो चाहिँ मेरो गाउँ उम्रिरहेको थियो यताउता।